हाम्रो बाउ अनुशासित हुनुहुन्छ, हाम्रो येशू अनुशासित हुनुहुन्छ, हामीले हजुर प्रमाणित गर्ने हो भने चाहिँ हामी चाहिँ अनुशासनमा जिउन जरुरी छ। हाम्रो ढाँचाहरू परिवर्तन भएको, बोल्ने शैलीहरू परिवर्तन भएको, जीवनशैली परिवर्तन भएकै हुनुपर्छ। संगतको प्रभाव पर्नुपर्छ। सिंहको गर्जाइद्वारा थाहा हुन्छ होइन, चिलको आवाजद्वारा थाहा हुन्छ। त्यसरी नै हाम्रो पनि हामी क्रिस्चियन हो कि होइन, ओरिजिनल कि डुप्लिकेट भन्ने कुरा हाम्रो स्वभावबाट थाहा हुन्छ। एउटा मान्छेले यीशुलाई महिमा गर्नलाई परिवर्तन सधैँ खाने थोक अब मैले खान छोडे भनेर देखिनु पर्यो। सधैँ जाने थोक ठाउँ म जान छोडे भनेर देखिनु पर्यो। हो, मेरो कुरा बुझ्नुभयो? सधैँ बोल्ने थोक मैले बोल्न छोडे, जोड सधैँ देखाउने आक्रोश मैले देखाउन छोडे। ख्रीष्ट येशूमा तिमीले गर्व गर्ने कारण ममा भेट्टाएको होस्। आमेन। ख्रीष्ट येशूमा गर्व गर्ने कारण तपाईँमा भेटाइनु जरुरी छ। क्रिस्चियन हो भने, साँच्चै क्रिस्चियन हो भने, ओरिजिनल क्रिस्चियन हो भने। आमेन।